हेलो गाइस, स्काउट लाइफ दमक। म चाहिँ दमक रोबर रेन्जर क्यु रोबर प्रिभियस श्रेष्ठ। हामी चाहिँ यहाँनिर एलाइडको वार्षिक उत्सव यानि कि एनिभर्सरी यानि कि ह्याप्पी बर्थडेमा एलाइड स्कुलको ह्याप्पी बर्थडे दमकमा स्थित एलाइड स्कुलको ह्याप्पी बर्थडेमा हामी यहाँनिर थोर सानो पाइनेरिङहरू, टावरहरू, गेटहरू र त्यस्तै ग्याजेटहरू बनाउनको लागि स्काउट्सहरू आएका छौँ। यहाँनिर हामी एलाइड स्काउट ट्रुपका भाइहरू र दमक ओपन रोबर रेन्जर क्रुका रोवरहरू साथमा छौँ र म अलिकति हामी यतिखेर के गर्दैछौँ भन्ने कुरा देखाउन चाहन्छु। ल, यहाँनिर हामी रोबर र यहाँ एलाइडको भाइहरू बाँस काटेर निकाल्दै हुनुहुन्छ र यो चाहिँ स्पेसली सायद यति मोटो छ, मतलब टावरकै लागि हुन सक्ला। एकदमै मेहनत गरेर यो बाँसको झ्याङबाट बाँस निकाल्दै हुन्छ। यहाँनिर हेलो साथी, तिम्रो नाम? हेलो, तिम्रो परिचय? कुन क्रुबाट? क्रु स्काउटबाट हो कि? हेलो आयुष भाइ। आयुष भाइ के गर्दैछौ? ठिक छ। हेलो भाइहरू, सन्जय कुन ट्रुपबाट हो? आफ्नो परिचय के? यो के हुँदैछ आज भन त अलिकति। बाँस काट्न के को लागि थाहा छ? केही एलाइडमा हुन आँटेको प्रोग्रामको लागि। अरू तिमीलाई के भन्नु छ भाइ? केही पनि भन्नु छैन? ओके, हाम्रो एसटिएम हेलो। यता तपाईँको दुईवटा शब्द जाओस् न। तपाईँले के को लागि बाँस काट्नु भएको? टावर मात्रै बनाउनुहुन्छ यसबाट? हेलो, के प्रोग्रामको लागि हो? एनुअल प्रोग्रामको लागि। कुन स्कुलको? ओके, ठिक छ। यहाँनिर सायद व्यस्त भएर होला, म मात्रै यहाँनिर फ्री जस्तो देखिरहेको छु। म चाहिँ यहाँ मात्रै होइन, सामाजिक सञ्जालमा हेरिरहनुभएका सम्पूर्णलाई चाहिँ के गर्दैछौँ र स्काउट लाइफ दममा कसरी चलिरहेको छ, साथै एलाइड स्काउट ट्रुपले वा एलाइड स्कुलमा वा अरू विभिन्न स्कुलमा चाहिँ कसरी स्काउट लाइफ हुँदैछ भन्ने कुराको मिनी ब्लग लिएर थोरै मेहनत हजुरहरूको लागि गर्दैछु। त्यसको लागि धन्यवाद। स्टे ट्युन्ड। बाँसहरू काट्नुपर्ने सबै काटिसकेको र अब यहाँनिर अगाडिको टुप्पो काटेर मुनिको चाहिने बाँस तयार पार्दैछौँ। अब यो बाटो जुन बाँससँगमा हामीले काटेको र यही बाँससँगको बाटो हुँदै अब हामी अगाडि एलाइड स्कुलमा पुग्नेछौँ र त्यहाँनिर आगामी प्रोसेसहरूको भिडियो पनि म पक्कै पनि बनाउनेछु। सायद म भइनँ भने पनि अरू कसैले बनाउनेछ। र यो बाटो जुन ठाउँमा हामीले काटेका छौँ र यो ठाउँमा हामी एलाइड र भनिहालेँ अगाडिको भिडियोमा, त्यसमा बोले अनुसारै बाँसहरू काटिएको छ र यति बाँस हामीले अहिलेसम्म चाहिँ काटिसकेका छौँ र यो बाँसहरू नै प्रयोग हुने हो। हामीले बनाएको बटरफ्लाईमा, हामीले बनाएको टावरमा वा हामीले बनाएको अन्य कुनै ग्याजेटमा यही बाँसहरू प्रयोग हुने हो। यहाँ हेर्दाखेरि सबै हरियो, कुनै ठुलो कुनै सानो देखिन्छन् र यिनीहरूमध्ये छानेर कसरी चुज गरेर हामीले बाँसहरू बनाउँछौँ भन्ने कुरा यी सिनियरबाट यी जुनियरले सिक्छन् र यिनै जुनियरले पछि अझै निखरिँदै राम्रो गर्छन्। यही नै त हो नि स्काउटिङ, यही नै त हो नि स्काउट लाइफ दमक। स्काउट लाइफ दमकले सिकाउने नै यही हो। हाम्रो सिनियर रोबरबाट सिक्ने स्काउटले र स्काउटबाट सिक्ने यिनीहरूको पछिको पुस्ताले, यही नै त हो नि स्काउट लाइफ दमक, होइन त? हाम्रो क्रुको सबसे धेरै काम चोर यानि कि सबसे धेरै काम गर्ने मान्छे सिनियर टिममेट मिलाएर भन्नु न। उहाँले भर्खरै 6वटा बाँस लडाएर 2टा बोतल पानी रित्याएर बसिरहेको। 6वटा 2टा काट्नु अब सबैजनाले काम यस प्रकार कन्टिन्युटी दिइरहनु भएको छ। भाइले आराले बाँस हान्दैछ, एकदमै आफ्नै अन्दाजमा आफ्नै स्टाइलमा भेटेको रहेछ, तर अझै काटिसकेको छैन। अब आयुष भाइले बाँसले हान्छ। ल ल्याम हान्छ त भाइले। के को पल्लो साइड भाइले? यही साइड हाल्नु।
केटाहरू बास तान्दैछ। ल अब हामी स्कुलतर्फ लाग्दैछौँ। पछाडि पनि आउनु हुँदैछ यहाँ रामदाई आयुष। अब लाग्यौँ हामी स्कुलतर्फ। हाम्रो रामदाईले बोक्नु भएको छ यत्रो ठुलो बास। अब हामी स्कुलतर्फ लाग्दै अझै पनि बाबु पनि यहाँ हाम्रो शुभम भाइ छ। म यो भाइसँग घर जानु पर्यो। अब शुभम भाइ बाँस उचालेर कस्तो लागिरहेको मजा आउँछ। गाडी पनि चलिरहेछ। हामी स्कुलतर्फ आइसकेको छौँ। स्कुल अगाडि नै रहेको छ। यहाँ भाइहरूले उचालिरहेको छ। अब हामी स्कुल आइपुग्यौँ।